हुन्छ नि त्यसलाई के कागजको त्यो पाउँछ ब्याग पाउँछ त्यो ब्यागले चाहिँ छोपिदिनु पर्यो कि चाहिँ यसलाई निकालेर फालिदिनु पर्यो भने तल एउटा पनि दाना लाग्दैन है। अनि यसको समस्या चाहिँ के भयो भन्दाखेरि जस्तै यहाँ चाहिँ कसरी भयो भन्दाखेरि चाहिँ योमा चाहिँ पोलेनहरू भयो, योमा चाहिँ यो जुन ढाँचामा छ यसमा जुन झर्छ नि हाम्रो हो त्यो पोलेनहरू सँगसँगै यहीँ फर्टिलाइज भइदियो क्या त्यो भएर चाहिँ सिड प्रोडक्सन भएको पनि हुनसक्छ। अब यो चाहिँ अनुसन्धान राम्रै अनुसन्धानको विषय बन्छ। त्यसमा चाहिँ हुन्छ है फेरि त्यसमा चाहिँ हुन्छ त्यो चाहिँ पर्छ यस्तो चाहिँ फरक पर्छ भएको क्या भन्ने कुरा चाहिँ भेटा छ है अहिलेसम्म। मैले दाइले फोटो देखाइसकेपछि मैले त्यो सर्च गरेँ फिजियोलोजिकल डिसअर्डरहरू के देखिँदो रहेछ मकैमा। यो रोग त होइन, यो रोग होइन। रोग हो भने अरू कतै न कतै चाहिँ पातहरूमा केही न केही सिम्टम देखिन्छ क्या। फोटोसिन्थेसिस पनि राम्रो छ यो पातहरूमा, तर समस्या चाहिँ के हो भन्दाखेरि यो ठाउँको लागि यो सुइटेबल नहुन सक्छ। त्यसलाई अर्कोचोटि लाउँदाखेरि केही जिनहरू केही मोडिफाई गरेर अथवा केही अनुसन्धान केन्द्रमा फेरि पठाउनु हो। सुरुमा यो